हेलो हाई नमस्ते म राज धमला। आज म लिएर आएको छु यही 22 जुनदेखि 26 गते असोजसम्म असमको गुवाहाटी स्थित पवित्र कामाख्या मन्दिरमा आयोजना हुन गइरहेको विश्व प्रसिद्ध अम्बुवासी मेलाको विशेष जानकारी। यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला है, किनकि आज तपाईले अम्बुवासी मेलाको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्वका बारेमा यस्ता धेरै रोचक तथ्यहरू जान्न पाउनुहुनेछ। अम्बुवासी मेला हिन्दू धर्मको विशेष गरी शक्तिपीठ परम्परामा अत्यन्तै महत्त्वपूर्ण पर्व मानिन्छ। धार्मिक मान्यता अनुसार यस अवधिमा माता कामाख्या आफ्नो वार्षिक रजस्वला अवस्थामा हुनुहुन्छ भन्ने विश्वास गरिन्छ र यही कारणले गर्दा मन्दिरको गर्भगृह पुरा 3 दिनसम्म बन्द रहने गर्दछ र भित्र विशेष गुप्त पूजा आराधना गरिन्छ। यस वर्ष अम्बुवासी मेला 22 जुनबाट प्रारम्भ भई 26 जुनमा सम्पन्न हुनेछ। यस अवधिमा मन्दिरको गर्भगृह बन्द रहनेछ र 26 जुनमा विशेष धार्मिक विधिपछि पुनः दर्शनका लागि खुला गरिनेछ। तपाईलाई थाहा छ, अम्बुवासी मेलालाई पूर्वोत्तर भारतकै सबैभन्दा ठूलो धार्मिक समागम मानिन्छ। यहाँ भारतका विभिन्न राज्यहरूका साथै अन्य देशहरूबाट समेत लाखौं श्रद्धालु, साधु सन्त, तान्त्रिक साधक, अघोरी बाबा र आध्यात्मिक यात्रुहरूको ओइरो लाग्ने गर्दछ। यो समयमा नीलाञ्चल पहाडमा भक्ति, साधना र आध्यात्मिक ऊर्जाको एउटा अद्भुत र अलौकिक सङ्गम देख्न सकिन्छ र भक्तजनहरूको सुविधाका लागि आवास, स्वास्थ्य शिविर, कडा सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइदेखि यातायात व्यवस्थालाई समेत विशेष प्राथमिकता दिइएको छ। पछिल्ला वर्षहरूमा भक्तजनहरूको सङ्ख्या लगातार बढिरहेको छ, त्यसैले यस वर्ष पनि विगतको तुलनामा अझ धेरै श्रद्धालुहरू आउने सम्भावना रहेको प्रशासन र मन्दिर पक्षले जनाएको छ। साँच्चै भन्नुपर्दा अम्बुवासी मेला केवल एउटा धार्मिक उत्सव मात्र होइन, यो त नारी शक्ति, सृष्टि, उर्वरता र प्रकृतिको सम्मानसँग जोडिएको एउटा अद्वितीय र महान परम्परा पनि हो। यही कारणले गर्दा संसारभरका आध्यात्मिक साधकहरू यस अवधिलाई विशेष महत्त्वका साथ हेर्ने गर्छन्। यदि तपाईँ पनि यस वर्ष अम्बुवासी मेलामा सहभागी हुन जाँदै हुनुहुन्छ भने कमेन्टमा जयमा कामाख्या लेख्न पटक्कै नबिर्सनुहोस् है। भिडियो मन परेमा लाइक, सेयर र तपाईहरूको आफ्नै च्यानल राज धमला AtoZ लाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।